हेलो साथीहरू, दर्शन नमस्ते यहाँहरू सबैजनालाई। अहिले म झापाको सैनिक मोडमा रहेको विराट पोखरीमा छु। यहाँ हाम्रो लुगा बबाल बिन्दास तरिकाले सुतिराख्नु भएको छ। यतापट्टि देख्नुहुन्छ बबाल चियाबारी, ढकमक्क हरियाली। यहाँनिर धर्मशालामा चाहिँ लुगा बबाल तरिकाले सुतिराख्नु भएको छ। हेर्नु न यहाँनिर आनन्दसँगले। अनि यता देख्नुभयो भने सरर गोलदाप जाने बाटोमा चिया बगान हरियाली छ। यता साइडमा विराट पोखरी, हाम्रो लुगा डान्स पनि गर्दै हुनुहुन्छ। बबाल रमाइलो भइरहेछ। बरको रुख हेर्नु त यहाँनिर पुरा बरको जरा पनि के हो यार, बबाल छ त। कस्तो कस्तो तरिकाको जराहरू झुन्डिरहेको देख्न सकिन्छ। एकदम बबाल रमाइलो छ है विराट पोखरी। आज चाहिँ अलिकति थोरै दिमाग खराब भएको बेला फ्रेस गर्नुको लागि हामी विराट पोखरी आएको छौँ। बबाल रमाइलो भइरहेछ यहाँनिर। हावा सरर चलिरहेको छ। एकदम बबाल रमाइलो छ। लुगारमा घुमिरहेको छौँ। यहाँ निर्माणाधीन अवस्थामा रहेको भ्यू टावर हेर्नु होला। यहाँ साइडमा खतरा वृद्धाश्रम पनि बन्दै रहेछ। देख्नुभयो होला वृद्धाश्रमको भ्यूहरू। खतरा वृद्धाश्रम बन्दै रहेछ यहाँनिर। बबाल ठुलो दामी रहेछ, दामी। अब यता हेर्नुभयो भने यहाँनिर खतरा पोखरी छ। यो पुरानो पोखरी हो। अहिले पानी मजाले भरिराखेको रहेछ। सायद बर्खाको समय भएर नि होला, पानी सानी परिरहेछ, त्यही भएर होला सायद। हाम्रो लुगा मजाले पिङ खेल्दै हुन्छ। आनन्द लिइराख्नु भएको छ बिन्दास तरिकाले। दामी छ, दामी। रुख चढ्छु भन्दैछ हाम्रो लुगा यहाँनिर। अब म सक्दिनँ। यहाँ लुगाले एउटा गीत गाउने प्रयास गर्दै हुनुहुन्छ। तपाईँले राजेश शर्मा लिम्बूको समुद्र सुरमा एउटा बबाल गीत सुन्नुभयो। सबैजनालाई धन्यवाद। थ्याङ्क यू।